नमस्कार सम्पूर्णमा यहाँ हेर्नुहुँदैछ टासी टाइम्स र टासी टाइम्स हेरेर बसिरहनु भएको हाम्रो सम्पूर्ण दर्शकलाई आज हाम्रो न्यानो अभिवादन जनाउँदै र आज टासी टाइम्स मिडियाले हजुरहरूले हेर्नुहुँदैछ र यहाँनिर हुँदैछ र आज हामी आएका छौँ सुनखरी समाज छोटा फाप्रीमा र भानु जयन्तीको उपलक्ष्यमा भानु जयन्तीमा जति पनि हाम्रो यहाँ गोर्खे जनता सम्प्रीतिमा जति पनि यहाँनिर हजुरहरूले देख्नुहुँदैछ आज भानु जयन्तीको उपलक्ष्यमा एउटा कार्यक्रममा आएको छु र यहाँनिर टासी टाइम्सलाई पनि निम्तो दिनुभएकोमा सुनखरी समाजलाई धेरै धेरै आभार एवं आभार व्यक्त गर्दछु। टासी टाइम्सको तर्फबाट हेर्न नभुल्नुहोस् र हजुरहरूले केही क्षणमै देख्न पाउनुहुन्छ हाम्रो टासी टाइम्सको कभरेज। अहिलेलाई यहाँनिर सुरु हुन लागेको छ कार्यक्रम र टासी टाइम्सको यहाँनिर सुरु हुन लागिरहेको छ कार्यक्रम र हजुरहरूले देख्नुहुन्छ अब र हामी देखाउनेछौँ यहाँनिर भानु जयन्तीको हाम्रो सम्पूर्ण यहाँ उपस्थित भएको सबैलाई सर्वप्रथम मेरो शुभकामना र विशिष्ट अतिथि साथै सम्पूर्ण उपस्थित भएको अतिथि अनि यहाँ भेला हुनुभएको हाम्रो यो सुनखरी समाज र प्रत्येक सानो सानो नानीहरूदेखि वृद्ध सबै मेरो सम्माननीय सबैलाई मेरो अभिवादन। म धेरै केही लामो भन्न चाहदिनँ, तर मलाई धेरै रहर थियो कि म आफ्नो जातिको अघि नै मैले भन्नुभयो सबैलाई नै आफ्नो जाति प्रिय हुन्छ, सबैलाई नै हाम्रो आफ्नो जातिभन्दा ठुलो केही हुँदैन। तर भानु जयन्तीको यो जो शुभ अवसरमा मलाई यहाँ निम्ताउनु भयो हाम्रो बहिनीहरूले भाइहरूले म एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु, किनभने यस्तो सुन्दर यहाँ यति प्रतिभा भएको हाम्रो सानोदेखि ठुलोसम्म नानीहरू सबैमै र यहाँ समाज जो सुनखरी समाजको प्रत्येक सदस्य र जो पदाधिकारी गणहरू हुनुहुन्छ उहाँहरू प्रत्येकको यस्तो एकता र यस्तो समाजलाई यहाँ सुरु गरेर यसलाई यस्तो 25 वर्षसम्म पनि यति राम्ररी यहाँ उन्नत गर्नुभएको देखेर मलाई अत्यन्त धेरै नै खुसी पनि लागेर गर्व भयो कि यसरी हाम्रो समाजहरू साँच्चै हाम्रो जातिमा नै यसरी समाजको गठन गरिन्छ। चाहे हामी जहाँ पनि बस्छौँ हामीलाई समाजको खाँचो पर्छ, किनभने हाम्रो त्यति धनी यहाँको जो फाप्री छोटा फाप्रीको सुनखरी समाज र यहाँको स्वास्थ्य सम्पूर्ण बासिन्दाहरूलाई मलाई यस्तो लाग्यो कि सबै नै प्रतिभा र एकताको धनीहरू हुँदो रहेछ। म अरू धेरै केही त भन्न चाहदिनँ, किनभने थुप्रै प्रोग्रामहरू धेरै बेरदेखि आफूहरू समय बिताएर यहाँ बसिरहनु भएको छ, सबैलाई अवेर भयो होला। तर यस्तो एउटा भानु जयन्तीमा म जसरी भरजन्म घाँसतिर मन दिन धन कमायो भने हाम्रो भानुभक्तज्यूले हामीलाई एउटा घाँसीबाट प्रेरणा लिई आफ्नो कीर्ति राख्नुपर्छ भन्ने जुन चाहिँ प्रेरणा दिएर हामीलाई एउटा कविता मात्र नभएर यो हाम्रो निम्ति साँच्चै हामी मानव जातिले जन्म लिएर मात्रै हुँदैन, हामीले केही न केही समाजको निम्ति र देशको निम्ति गरेर जानुपर्छ, नत्र हाम्रो जीवन व्यर्थ हुन्छ। र म यसरी समाजमा यस्तो प्रकारको प्रतिभाहरूलाई साथै यहाँको प्रत्येक विद्यार्थीहरू यहाँको प्रत्येक कलाकारदेखि लिएर सम्पूर्ण सबैलाई यसरी सम्मान दिँदै प्रोत्साहित गर्दै उहाँहरूको हौसलाहरू बढाएको र यस्तो राम्रो समाजको सञ्चालन गर्नुभएकोमा सबैलाई म हृदयबाट मुरी धन्यवाद दिन्छु। र आउँदो दिनहरूमा पनि कुनै पनि कार्यक्रमहरूमा या कुनै भएबाट केही सहयोग पुर्याउन सक्यो भने म आफूलाई भाग्यमानी ठान्छु। धन्यवाद।